तपाईँहरू पनि यो जनगणनाको सर्टलिस्ट आइसक्यो। तपाईँहरू हेर्न चाहनुहुन्छ भने तपाईँहरू आफ्नो ब्राउजर खोल्नुहोस्। ब्राउजर खोलेर ठ्याक्कै यो नेसनल स्ट्याटिस्टिक्स अफिस भनेर एउटा वेबसाइट छ जनगणनाको, त्यसमा हामी क्लिक गर्नेछौँ। अनि क्लिक गरिसकेपछि हामी कसरी हेर्ने हो भने हामी अलिकति स्क्रोल डाउन गर्छौँ। स्क्रोल डाउन गरिसकेपछि यहाँ तपाईँहरू सबै हेर्न सक्नुहुन्छ। यहाँबाट यहाँ तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ सबै आइसकेछन्। तपाईँहरू यो सर्टलिस्टमा हेर्नुहुन्छ भने तपाईँहरू मात्र यो यति ठाउँबाट यतिजनालाई सर्टलिस्ट गरिएको छ त्यो मात्र हेरिनेछन्। र तपाईँहरू यसमा स्थानीय र यतातिर हामी दुई ठाउँबाट हामीले हेर्न सक्छौँ। त्यस पहिले कसैले सुपरपेक्षकमा म पहिला हेराउँछु, त्यसपछि हामी गणकको लागि हेराउनेछौँ। सुपरपेक्षकको लागि तपाईँहरू एप्लाई गर्नुभएछ भने यसमा टच गर्नेछौँ। र तपाईँहरू कुन प्रदेशको लागि एप्लाई गर्नुभयो त्यो, जस्तै मैले मध्य प्रदेशको लागि एप्लाई गरेको थिएँ, जुन तपाईँहरू जुन छ त्यसमा जानुहोस् होइन। म मध्य प्रदेशमा गएँ। मध्य प्रदेशमा टच गरिसकेपछि तपाईँहरू कुन ठाउँको लागि हो, जस्तै होइन अब कुन प्रदेशको लागि हो, जस्तै मेरो यहाँ लेखेको छ सुपरपेक्षकको लागि हो, यहाँ लेखेको मध्य प्रदेश अनि सिरा लेखेको छ। अनि तपाईँहरू ठ्याक्कै यसमा हेर्नु आफ्नो नाम छ कि छैन। अब जस्तै अरू ठाउँ छ भने यहाँ धनुषाको छ, धनुषामा तपाईँहरू आफ्नो दर्ता नम्बर हेर्नुहोस् अनि मध्य प्रदेशको धनुषाको आफ्नो नाम यसमा मिलाउनुहोस्। बुवाको नाम अनि आफ्नो कति सेक्स हो अनि नेमहरू तपाईँहरू मिलाउनुहोस्। यसमा मिल्यो भने तपाईँहरूको पक्कै होइन पढिसक्यो। अब कलहरू आउने छन् त्यो हाम्रो जिल्लाबाट, अनि परेको छैन भने तपाईँहरूलाई कल केही आउने छैनन्। अब अर्को कुरा भनिरहेको छौँ हामी, अब यो सुपरपेक्षकको भइसक्यो। अब हामी गणकको कसरी हेर्नु। गणकको यहाँ लेखेको छ गणक पद प्राविधिक सूचना छनौट भएको उम्मेदवारको विवरण, हामी यसमा टच गर्नेछौँ। त्यसपछि फेरि पनि हामी सेम होइन कुन प्रदेशको लागि हो, जस्तै हामीले मध्य प्रदेशको लागि हो, यसमा टच गर्नेछौँ। त्यसपछि तपाईँ कुन जिल्लाबाट हुनुहुन्छ त्यो जिल्ला छनौट गर्नुहोस्। जस्तै मैले सप्तरी लेखेको छ यहाँ, त हामी सप्तरीको सब हेरिरहेको छौँ। त्यसपछि हाम्रो कुन आउँछ यहाँ सप्तरी। अब सिरा आयो, हामी सिरामा यस्तो कतिवटा छ छानिएको, त्यो सबै यहाँ हेराउँछन्। तपाईँहरू सिराको कुन पालिकाबाट हुनुहुन्छ त्यो पालिका पनि यहाँ हेराउनुहुन्छ, यहाँ हेरिराख्नुभएको छ तपाईँहरू पनि। त्यसपछि यहाँ गोलबजार नगरपालिकाबाट पनि आइसकेको छ, यतिजना छनौट भएको छ गोलबजारबाट, यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि फेरि यो मिर्चिया नगरपालिकाको छन्। त्यसपछि तपाईँहरू आफ्नो नाम हेर्नुहोस् होइन, नेम हेर्नुहोस् अनि इङ्ग्लिसमा। अनि त्यसपछि तपाईँहरू आफ्नो सेक्स अनि बुवाको नाम मिलेको छ भने, यो दर्ता नम्बर पनि मिलेको छ भने तपाईँहरू पक्कै पढ्यो। अनि तपाईँहरू अगाडिको प्रोसेसहरू होइन इन्टरभ्यूको तयारीहरू गरिराख्नुहोस्। तपाईँहरू अब अरू पनि केही जिज्ञासा छ, तपाईँहरूलाई केही हेर्न गाह्रो लागिरहेको छ भने तपाईँहरू कमेन्ट गर्नुहोस्। तपाईँहरूको लागि म पक्कै नै एउटा अर्को भिडियो बनाउँछु। थ्याङ्क यू सो मच।